नेपालमा हामी हरेक दिन केही न केही किन्छौं, बेच्छौं, तर यो सबै किनमेल र व्यापारको पछाडि एउटा अदृश्य प्रणालीले काम गरिरहेको हुन्छ, जसले हाम्रो विश्वासलाई जोगाइराखेको छ। आज हामी त्यही प्रणालीको गहिराईमा डुबुल्की मार्नेछौं, जुन महत्त्वपूर्ण त छ, तर हामी खासै ध्यान दिँदैनौं। यो प्रश्न त हामी सबैको मनमा कहिलेकाहीँ आउँछ होला, हैन त? हो, यही सानो, सामान्य देखिने प्रश्नले नै एउटा कति ठूलो र व्यवस्थित प्रणालीको आवश्यकतालाई औँल्याउँछ। ल आउनुहोस् यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ। पहिलो खण्ड, नाप र तौल नियम आखिर किन चाहियो? किनभने व्यापारमा विश्वास भनेको त्यत्तिकै बन्ने कुरा होइन, यो त नियम कानुनको बलियो जगमा अडिएको हुन्छ। आउनुहोस् यही जगको बारेमा कुरा गरौँ। सोच्नुहोस् त, यदि एक पसलेको 1 किलो र अर्को पसलेको 1 किलो फरक भयो भने के हुन्छ? पुरै बजारमा अविश्वास फैलिन्छ, होइन? हो, त्यसैले व्यापार चल्नको लागि एउटा साझा र सबैले मान्ने मानक चाहिन्छ। यो बिना त विश्वासको कुरै आउँदैन। हो, यही विश्वासलाई कानुनी आधार दिने काम गर्छ स्ट्यान्डर्ड नाप र तौल नियमहरू 2027ले। यो नियमले के सुनिश्चित गर्छ भने हामीले तिरेको पैसाको सही मूल्य पाइयोस्। यसले किन्ने र बेच्ने दुवैको अधिकारको रक्षा गर्दै बजारलाई व्यवस्थित बनाउँछ। दोस्रो खण्ड, शुद्धताको पदानुक्रम। अब एउटा प्रश्न, के बजारमा प्रयोग हुने सबै ढकहरू उस्तै हुन्छन्? हुँदैनन्। शुद्धता कायम राख्नको लागि एउटा एकदमै कडा तह-तहको प्रणाली बनाइएको छ। यो प्रणालीलाई एउटा पिरामिड जस्तो सम्झिन सकिन्छ। पिरामिडको टुप्पोमा हुन्छ राष्ट्रिय स्तरको प्रमुख स्ट्यान्डर्ड। हो, त्यसैलाई आधार मानेर माध्यमिक स्ट्यान्डर्ड जाँचिन्छ। अनि फेरि त्यही माध्यमिक स्ट्यान्डर्डको आधारमा कार्यकारी स्ट्यान्डर्ड प्रमाणित हुन्छ, जुन चाहिँ बजारका ढकहरू जाँच्न प्रयोग गरिन्छ। मतलब शुद्धता माथिबाट तलतिर तह-तह गर्दै बजारसम्म आइपुग्छ। अनि यहाँ एउटा एकदमै रमाइलो कुरा छ। हेर्नुहोस् है, जति हामी उपभोक्ताको नजिक पुग्छौं, जाँच गर्ने समय त्यति नै घट्दै जान्छ। मतलब सबैभन्दा माथिल्लो प्रमुख स्ट्यान्डर्ड 10 वर्षमा एकचोटि जाँचिन्छ, त्यसपछिको माध्यमिक 5 वर्षमा, र बजारमा प्रयोग हुने ढक जाँच्ने कार्यकारी स्ट्यान्डर्ड त हरेक वर्ष जाँच हुन्छ। यसले के देखाउँछ भने प्रणालीको शुद्धतालाई निरन्तर कायम राख्न कति ध्यान दिएको छ। तेस्रो खण्ड, मानकहरूको निर्माण। ल, अब यी मानकहरू केले बन्छन् त? यो कुनै सामान्य फलामको टुक्रा होइन। यिनीहरूको निर्माणमा त उच्च स्तरीय धातु विज्ञान र भनौँ न असाधारण शुद्धता चाहिन्छ। स्क्रिनमा देखिएको यो एउटा माध्यमिक स्ट्यान्डर्ड ढकको प्राविधिक डिजाइन हो। यस्ता विशेष ढकहरू केका लागि प्रयोग हुन्छन् होला? सुन, चाँदी जस्ता बहुमूल्य सामान तौल्ने ढकहरूलाई प्रमाणित गर्न। यसको बनावट हेर्दा नै थाहा हुन्छ यो कति महत्त्वपूर्ण छ। अनि अब सुन्नुहोस् एउटा अचम्मको कुरा। 10 किलोग्रामको यस्तो माध्यमिक स्ट्यान्डर्ड ढकमा कतिसम्म तलमाथि हुन छुट हुन्छ होला? जम्मा प्लस वा माइनस 50 मिलिग्राम। यो भनेको त लगभग 1 थोपा पानीको तौल बराबर हो। सोच्नुहोस् त, कति धेरै शुद्धता। यही हो शुद्धताको स्तर। अनि यो शुद्धता कायम राख्न हरेक स्तरको मानकको लागि विशेष धातु तोकिएको छ। जस्तै सबैभन्दा माथिको प्रमुख स्ट्यान्डर्ड स्टेनलेस स्टिल वा एल्युमिनियमबाट बन्छ। त्यसपछिको माध्यमिक चाहिँ उच्च ग्रेडको काँसबाट। अनि बजारमा प्रयोग हुने सामान्य ढकहरू ती चाहिँ कास्ट आइरनबाट बनेका हुन्छन्। मतलब धातुको गुणस्तरले नै शुद्धताको स्तर कस्तो हुने भन्ने कुरा निर्धारण गर्छ। चौथो खण्ड, प्रमाणीकरण र छाप। ल, यति सबै नियम र मानक त भए, तर यसलाई बजारमा लागू कसले गर्छ त? हो, अब कुरा गरौँ यो प्रणालीको मानवीय पक्षको, अर्थात् निरीक्षकको। यिनैले नियमलाई कागजबाट बजारको वास्तविकतामा ल्याउँछन्। निरीक्षक भनेको त्यो व्यक्ति हो जसले प्रयोगशालाको शुद्धता र बजारको वास्तविकतालाई जोड्ने पुलको काम गर्छ। सोच्नुहोस् त, यदि उनीहरू नहुने हो भने यी सबै नियम कानुन त कागजमै सीमित हुन्थे। उनीहरूको कामले नै यो पुरै प्रणालीलाई जीवित र प्रभावकारी बनाउँछ। कुनै पनि ढक वा नाप्ने साधनमा सरकारी छाप लगाउनु अघि निरीक्षकले धेरै कुरा जाँच्छन्। जस्तै कतै ढकमा जालसाजी त गरिएको छैन, भाँचिएको वा बिग्रिएको त छैन, तोकिएको समयमा जाँच गराएको छ कि छैन, र सबैभन्दा महत्त्वपूर्ण त्यसमा हुन सक्ने त्रुटि तोकिएको सीमाभित्र छ कि छैन। यो सबै जाँच पास गरेपछि मात्र छाप लाग्छ। यसले नै देखाउँछ कि प्रमाणीकरण प्रक्रिया कति गहन छ। अनि नियम तोडे के हुन्छ? यदि कुनै व्यापारीले आफ्नो ढक पुनः जाँच गराउन 5 वर्षभन्दा बढी ढिला गर्यो भने उसलाई 1000 रुपियाँसम्म जरिवाना हुन सक्छ। मतलब नियमहरू छन् र ती नियमहरू पालना नगर्दा कारबाही पनि हुन्छ।
पाँचौं र अन्तिम खण्ड, प्रयोगशालादेखि बजारसम्म। ल अब यो पूरै कथालाई एकै ठाउँमा ल्याएर हेरौँ। प्रयोगशालामा राखिने अति शुद्ध मानक र हामीले पसलमा देख्ने सामान्य ढगबीच आखिर के फरक छ त? यो तस्बिरले धेरै कुरा भन्छ। एकातिर हेर्नुहोस्, प्रयोगशालाको सफा नियन्त्रित वातावरणमा राखिएको चिल्लो र अति शुद्ध मानक ढक, अनि अर्कोतिर बजारको धुलो हिलोमा हरेक दिन प्रयोग हुने त्यो खस्रो तर बलियो व्यापारिक ढक हो। शुद्धताको यात्रा यही हो, प्रयोगशालाबाट बजारसम्म। अब आउँछ सबैभन्दा ठूलो फरक। 10 किलोग्रामको माध्यमिक स्ट्यान्डर्ड ढकमा जम्मा 50 मिलिग्रामको त्रुटि मात्रै मान्य हुन्छ। तर त्यही 10 किलोको बजारमा चल्ने ढकमा कति थाहा छ? 5000 मिलिग्राम, अर्थात् 5 ग्रामसम्मको त्रुटि स्वीकार्य हुन्छ। यो त 100 गुणाको फरक भयो। हो, यही फरकले नै त्यो पिरामिड जस्तो तहगत प्रणाली किन यति धेरै आवश्यक छ भन्ने कुरा छर्लङ्ग पार्छ। र यो प्रणाली एकचोटि बनाएर छोड्ने कुरा पनि होइन। बजारमा प्रयोग हुने सामान्य ढकहरू हरेक 2 वर्षमा फेरि जाँच गराउनै पर्छ। अनि सुनचाँदी वा पेट्रोल पम्पमा प्रयोग हुने नापतलका साधनहरू त हरेक वर्ष। यसले के सुनिश्चित गर्छ भने यो विश्वासको प्रणालीमा निरन्तर निगरानी भइरहोस्। त्यसैले अब अर्को पटक कुनै पसलमा सामान जोखेको देख्दा एकछिन सोच्नुहोला। त्यो सामान्य देखिने फलामको ढक केवल एउटा धातुको टुक्रा होइन, त्यो त राष्ट्रिय प्रयोगशालादेखि बजारसम्म फैलिएको शुद्धता, विज्ञान र सबैभन्दा महत्त्वपूर्ण विश्वासको एउटा सिङ्गो प्रणालीको प्रतीक हो। यो एउटा यस्तो प्रणाली हो जसलाई निरन्तर जोखिन्छ र नापिन्छ।